लाख भन्दा बढी लगानीमा खोटाङको दिप्रुङ चुइचुम्बा गाउँपालिका वडा नम्बर 6 मर्स्याङ्दी डाँडा स्थितमा सुम्निमा पारुहाङ पार्कमा रहेका चिन्डोका मूर्तिहरू अज्ञात व्यक्तिहरूले तोडफोड गरेको जानकारी। खोटाङको छितापोखरीमा निर्माण गरिएको पारुहाङको शाली 2081 साल 12 महिना 29 गते रातको समयमा अज्ञात व्यक्तिहरूले तोडफोड गरेका। अब हामी स्थानीयको पनि कुरा सुनौँ। त्यही त कुनै औँसी पुर्ने फरक पारेर पनि लाइथ्यो नि त होइन। यस्तो भयो तपाईँहरूको सार्नु भने आज हुन्थ्यो। जुन खोटाङको चाहिँ एउटा पर्यटकीय स्थलको रूपमा चाहिँ अति नै महत्त्वपूर्ण मानिएको यो मैस्याङ डाँडामा 2 वर्ष अगाडि चाहिँ यो सञ्चालनमा आएको थियो। पारुवा यही वैशाख 1 गते साकेलासिली कार्यक्रम चाहिँ हुन लागेको पनि थियो।